भएर होला त्यसै त्यसै यसरी मान्छे मात्र बिराली जस्तो छ साथी मुसा खान्न पाएको बिराली यसरी हिँडिरहेको केटाहरू रहेछन् 4-5 केटाहरू रहेछन् अब केटाहरूले मेरो जीवन विकास देखेर हो कि पर्सनालिटी देखेर हो कि चार्जिङ ड्यासिङ देखेर हो जीरो फिगर देखेर होला त्यसै त्यसै पत्ता हिँडेको बिजुली बनेर फट भएर युटी भएर हिरो भएर देखेरा हेरेको हेरे यस्तो हेरेको हेरे यस्तो हेरेको हेराइ यस्तो हेरेको हेराइ आफ्नै पारीले भित्र ठाउँ भनेर फिगर भित्र अगाडि जान्छु त पानीमा भिन्ची यसै गरेर पानी गाउँको राजलाई पो हाम्रो गाउँमा आएर सुटिङ गर्नु भएको छ राजेश दाइ हाम्रो गाउँमा आएर सुटिङ गर्ने भिन्ची राजेश दाइ आउनु राजेश दाइ त पुरा है टिप्दै पर्छ सुन्दर फुल नदी बेहाई कोही छ आन्दा त्यति मैले पर्छ राजसम्मै गएर गर्छ नदी बेहाई कोही छ आँखा दिनमा राजलाई देख्ने बित्तिकै म फेरि चलाइछु त भएर राजेश दाइ म चुरोट बच्चाको बहिनी भनेको त तिम्रो भाउजू तिम्रो दाइले गरेर यो गाउँमा सबैलाई चुरोट खान सिकाएको छ खान सिकाएको छ पान पराग खान सिकाएको छ चुरोट नखाउन खानु हुँदैन क्या यस्तो रोग लाग्छ डाक्टरको कमी थियो अर्को डाक्टर पनि आइपुग्यो रोग लाग्छ अनि के रोग लाग्छ कस्तो रोग लाग्छ कहाँ रोग लाग्छ हेर्नु भाइ चुरोट खाँदाखेरि फोक्सोमा दम रोग लाग्छ हो हार्ट एट्याक हुन्छ हो मस्तिष्क घाम हुन्छ चिब्रो काला घाँटी श्वास नाली भोजन नाली पिसाब थैलीमा क्यान्सर हुन्छ हात खुट्टामा घाउ भएर कुहिएर झर्छ अनि आमाशय क्यान्सरमा पनि क्यान्सर हुन्छ टिबी हुन्छ निमोनिया हुन्छ खानु हुँदैन क्या क्यान्सर भएर अल्पाइमै मर्न मन छ मर्न मन छ भने खाऊ होइन अन्ना खालके होइन चुरोट मात्रै खाने हो त भने त्यो छुर्ती खान्छ गुड्का पान पराग खैनी के खान्छ नि अब त्यहाँ सोध त त्यो त खान छोडिसके गुड्का सुड्का खैनी सुड्ती खाएको त किस्ने देखेँ त्यो बेलादेखि छोड्दैछु किस्नेको कस्तो भएको थियो हाम्रो गाउँमा त्यो किस्ने छ नि जस्तै पहिला गुड्का खान्थ्यो मजाले खाने हाल्थ्यो हो नि अनि पछि यसो गालामा एउटा सानो बगा जस्तो आयो त्यहीबाट पछि पाकेर पित्रो रगत वाल निक्लिन थाल्यो पछि किरा स्याउ गर्न थाल्यो यहाँ खानामा पनि किरा झर्ने अनि मलाई ल्याउने दाइ मलाई त किनी भयो घरमा कोही पनि छैनन् अस्पताल लगिदिनु पर्यो अस्पताल गएपछि तपाईँको यो क्यान्सर लागिसक्यो यो काट्न पर्यो त भनेपछि यो काट्यो उपचारमा घर खेत बारी सबै गयो
अहिले जात परिवार घरबार बिच भएका छन् हो त त्यो बेलादेखि मैले खाना छोडिदिएँ त्यो खैनी सुर्ती गुड्का चाहिँ चुरोट चाहिँ खान्थेँ अँ अब आज आएर बहिनीले यसरी सम्झाइ हो म 3-4 महिना अगाडि म बिराम भएर तेरो घरमा धेरै उपचार गरेँ क्या मलाई किन नभनेको त्यो बेला? अनि त्यति बेला त्यसरी अस्पताल बस्दा यिनले मलाई सम्झाउँथे बुढा यसरी बिराम भएर तिमी बस्दा तिमीलाई पनि गाह्रो भयो मलाई पनि गाह्रो भयो एकतिर धनको नाश अर्कोतिर ज्यानको नाश भयो यति भएर त ठिकै भयो यो खाना छोड्दैन अनि तपाईँले तिमीलाई के भयो भने म यसरी भयो क्या त्यति बेला त्यसरी रेलले भन्दाखेरि मलाई यो खाना छोडिदिनु पर्छ कि क्या हो भने जस्तो लाग्यो हो नि तर हिम्मत आइसकेका थिएन छोड्न सकेका थिएन अहिले आएर पहिले यसरी सम्झाएँ मलाई पनि यसले भने जस्तै 2-4वटा लक्षण देखा पर्न थालेको थियो मैले नभने मात्रै तिमीले भिड गर्छौ भनेर अब अहिले आएर बहिनीले पनि यसरी सम्झे चुरोट खाएर मैले भने खासै फाइदा जस्तो पनि देखिनँ लागिरहे एकतिर धनको नाश अर्कोतिर ज्यानको नाश आफूले पनि दुःख पाउने आफ्नो परिवारले पनि दुःख पाउने शरीरको अङ्ग कुहिएर शरीरको अङ्गमा रोग लगाएर मलाई हिरिक भएर मरेर एमराजको साथी हुन जाने छैन त्यसैले आजको दिनदेखिबाट यस्तो यो गलत चिजहरू खैनी सुर्ती चुरोट पनि सबै खाना पटक्कै छोडिदिन्छु यो के अरे यो तपाईँका विद्यालयका विद्यार्थीहरूको मानसिक स्वास्थ्य मानसिक अवस्था एकदम राम्रो छ अरे हेर्नुहोस् हामी त हाम्रा विद्यार्थी भाइ बहिनीहरूलाई एकदम राम्रोसँग पढ्नुपर्छ भनेर प्रोत्साहित गर्छौँ उनीहरूलाई रहर लाग्ने तरिकाले हामी पढाउँछौँ हेर्नुहोस् अनि उनीहरूलाई हामी पढाइको बोझ थप्ने उनीहरूलाई तनाव सिर्जना गर्ने त्यस्तो काम गर्दैनौँ हो कि होइन भाइ बहिनीहरू भन्नु त ल सुन्नु भने हाम्रो भाइ बहिनीको आवाज अनि हामी त अभिभावकलाई पनि के भन्छौँ भन्दाखेरि आफ्ना छोराछोरी र कुनै पनि विद्यार्थी भाइ बहिनीहरूको आफ्नै छुट्टै क्षमता हुन्छन् उनीहरूको छुट्टै रहर हुन्छन् बाउ आमाले आफ्ना रहर इच्छा आकाङ्क्षा आफ्नो छोराछोरीमा खोज्नु हुँदैन भनेर पनि सिकाउँछौँ किनभने कति बाउ आमा गायिका बन्न चाहन्छन् कलाकार बन्न चाहन्छन् अनि छोराछोरी कलाकार बनोस् भन्छन् तर छोराछोरी अर्कै केही पनि इच्छा आकाङ्क्षा होला खुब्यो होला हो कि होइन भन्नु न अनि त्यसपछि हाम्रा विद्यार्थी भाइ बहिनीहरू त 7-8 घण्टा मजाले निन्द्रा पुग्ने गरी सुत्छन् कि सुत्दैनन् सामाजिक सञ्जाल फेसबुक जस्ता चिजहरू चलाएर निन्द्रा खराब गरेर मानसिक स्वास्थ्यमा असर पर्ने काम गर्दैनन् गर्छन् कि गर्दैनन् कसैले पनि फेसबुक चलाउँदैनन् हाम्रो भाइ बहिनीहरूले सामाजिक सञ्जालमा व्यस्त रहँदैनन् अनि सन्तुलित भोजन खाने त्यसपछि नियमित व्यायाम गर्ने यस्ता कामहरू गर्छन् नियमित योग ध्यान प्राणायाम जस्ता चिजहरू गरेर हाम्रा विद्यार्थी भाइ बहिनीहरूको त दिमागको क्षमता पनि बढेको छ हेर्नुहोस् अहिले त्यही भएर उनीहरू पढाइमा पनि एकदम अब्बल हुँदै गएका छन् यस्तो अवस्था छ र बेला बेलामा बरु हाम्रो विद्यालयमा पनि आफ्ना विद्यार्थी भाइ बहिनीहरूलाई लिएर आएर भ्रमणमा आउनुहोस् क्या हाम्रा विद्यार्थी भाइ बहिनीबाट सिक्ने धेरै कुराहरू छन् हेर्नुहोस् बुझ्नुभयो नि ल हस् हस् नमस्कार है राजु सर नमस्कार 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 मास्टर साहब यो फुसफुसे पनि यहीँको आएर बसेर छ त हामी परिवारै यही छ राजु सर अब चुरोट फुसफुस काँडेर हिँड्ने मान्छे फुसफुसे होइन त अनि नजिक आउँदा त झन् छुसछुसे पनि भयो यो मान्छे छुसछुस गनाएको भेट्नुभन्दा अगाडि सबलाई भेटेर आशीर्वाद लिएर चिया खाएर आएको हुन्छ त्यही त भने मैले अघि नै भने नानी मलाई त तिम्रो दाइको अनुहार सम्झिँदाखेरि पनि पैतालादेखि रिस उठ्छ कि यसको पानी रिस उठ्छ रे यो रिसाउनु बाहेक
त्यो राम्रो होइन है म चाहिँ कहिले कहिले झट्ट रिसाहाल्छु तर तपाईँ जस्तो स्वर जस्तो मान्छे भएर रिसाउनु हुँदैन क्या रिसिटो भने मलाई एउटा मान्छेले सिकाएको थियो रिसिटो भने गर्नुपर्छ भनेर अरूलाई समेत म यो ध्यान प्राणायाम सिकाउने मान्छेलाई तपाईँले सिकाउनु पर्छ बरु यो तपाईँ दिनकै गर्नुहोस् यसले तपाईँको फोक्सोलाई राम्रो गर्छ पेटलाई राम्रो गर्छ बरु यो खुस धुवा तान्न चाहिँ छोडिदिनुहोस् न बरु अब सर मेरो दाइको चाहिँ एउटा बानी त नराम्रो हुन्छ चुरोट मुर्खा खान पनि अब खान भनेर सबैजना लगाएर बाजा गरिसक्नुभयो छोड्नु भएको यही एउटा नराम्रो बानीले दाइको यही एउटा नराम्रो बानी हो कुरा गर्नुहुन्छ नानी पनि यसको त यो मात्र नराम्रो बानी हो र भने यो त आफू त खान्छ अरूलाई समेत खान सिकाउँछ यसले गाउँका मान्छेहरूलाई हेर्नु चुरोट खानुहोस् कस्तो मजा आउँछ ओहो यस्तो चाडेर खाँदा त कम्ता न्यानो हुन्छ भित्रदेखि भनेर खान सिकाउँछ सुर्ती च्याप्नु अलिकति फुर्ती आउँछ काम गर्न कम्ता जाँगर चल्छ सुर्ती च्यापेर काम गर्दा भनेर मान्छेलाई उक्साएर नराम्रो बानी यो जल लगाउनु खोज्छ नि अरू त अरू हाम्रो स्कुलका केटाकेटीहरू आउने बाटोतिर लुकेर बस्दो रहेछ यो अनि केटाकेटीहरू आएपछि गरेर केटाकेटीलाई बोलाउँदो रहेछ अरूले थाहा पाउँछन् भनेर क्या कम्ता बाटो चाहिँ अनि केटाकेटीहरू नजिक आइसकेपछि के भन्दो रहेछ कहाँजानलाई तिमीहरू कहाँजानलाई भन्दो रहेछ अनि हाम्रो नानी बाबुहरू यस्तो स्कुल ड्रेस लगाएर आएको देख्नु भएन काका हामी त स्कुलमा पढ्न जानु लाग्यो भन्दाखेरि त के भन्दो रहेछ पढेर पनि कोही ठुलो मान्छे बन्छ पढेर ठुलो मान्छे हुने हो हात्ती पढेर ठुलो भए हो भनेर गफिँदो रहेछ हेर्नु ठुलो मान्छे बन्नको लागि त ठुलो मान्छेले गरेर चाल चलन सिक्नुपर्छ हेर मसँग सिक कस्तो बन्ने भनेर आफ्नो कल्लीबाट चुरोट निकालेर चल्काएर भनेर मुखमा हालिदिनु खोज्दो रहेछ अनि हाम्रा केटाकेटीहरूले के भनेछ हेर्नुहोस् काका यस्ता यो बोकम फुसी कुरा नगर्नुहोस् है यस्ता यो खैनी सुर्ती चुरोट खाएर यो हाम्रा जीविकामा खोज काम नगर्नु होला तपाईँले भनेर भन्दैछन् अनि हामी पढेर लेखेका छौँ हामीले यो खैनी सुर्तीले कस्तो नराम्रा रोगहरू लाग्छन् कतिखेर क्यान्सर जन्य रोग लाग्छ भन्ने कुरा हामीलाई थाहा छ हेर्नुहोस् काका हामी त खाँदैनौँ तपाईँ पनि नखानु सक्नुहुन्छ भने भनेर उल्टो सम्झाइदिन्छ त्यो थिए नि अरूले भइदिएको उनीहरू त हाम्रो बाहिर त ज्ञानी छन् संस्कार